हामीले हरेक साल 2 लाख या 2 लाख टन भन्दा बढी चावल चाहिँ इन्डियाबाट ल्याउँछौँ। किन ल्याउनु परिरहेछ? हामीले प्रोडक्सन किन गर्न सकिरहेको छैनौँ? या कोशी कमला डाइभर्जनको कुराहरू हो। किसानको खेतमा पानी किन पुगिरहेको छैन? हामी किन अखाडको धान चाहिँ साउनमा गएर रोपिरहेछौँ? त्योहरू बुझ्नुपर्ने कुराहरू हो र यो गभर्मेन्टले त्योहरूमा बढी फोकस गर्छ भन्ने मलाई विश्वास छ। पुरुषोत्तम यादवले भनेको जस्तै किन हाम्रो देशमा हरेक आर्थिक वर्ष 200 टन जति चामल आउँछ भारतबाट? के हाम्रो देशको माटो उब्जाउ छैन? कि हाम्रो किसानहरूले मेहनत गर्दैनन्? कि हाम्रो सरकारमै कमजोरी छ? उसले यो पनि भन्यो कि अब आउने सरकारले यो कुरामा ध्यान पुर्याउनेछ र देशको उत्पादन बढाउनेछ। पहिलो कुरा, सरकारले किसानलाई ऋणको सुविधा दिनु पर्यो, किसानहरूलाई बिउ, मल र कृषि उपकरणहरू किन्न सजिलो होस्। दोस्रो कुरा, सिंचाई तथा पानी व्यवस्थापन परियोजना, जहाँ पानीको सुविधा छैन, अभाव छ, त्यहाँ ट्याङ्की, पम्प, नहरको निर्माण गर्नु पर्यो। तेस्रो कुरा, सब्सिडी, किसानहरूले बिउ र मल किन्दाखेरि विशेष छुट पाउनु पर्यो। चौथो कुरा, प्राविधिक सहयोग र तालिम, विशेषज्ञहरूले गएर स्थानीय तहमा किसानहरूलाई बुझाउनु पर्यो कसरी जल व्यवस्थापन गर्न सकिन्छ र कसरी उत्पादन बढाउन सकिन्छ। पाँचौं कुरा, विप्रेषण र बजार पहुँच योजना, किसानहरूले उब्जाएको बाली कहिले बजारसम्म पुगेकै छैन र बजारसम्म पुगे नि तिनीहरूले मूल्य पाएको छैनन्। त्यही भएर सरकारले यो कुरा पनि ध्यान दिनु पर्यो र एउटा सरकारी बजार खोल्नु पर्यो। छैटौं कुरा, क्रप इन्सुरेन्स, बीमा सुविधा पाउनु पर्यो किसानहरूले। हाम्रो नेपालमा बाढी र पानीले धेरै क्षति गर्छन् किसानहरूको र त्यो बापत तिनीहरूले केही पनि पाउँदैनन्, तर अब तिनीहरूले बीमा पाउनु पर्यो र यति सुविधा नेपाली सरकारले किसानहरूलाई दिन सक्यो भने तिनीहरूले गरेको मेहनत बापत तिनीहरूले मूल्य पनि पाउँछ र हामी हरेक नेपालीको घरमा नेपाली चामल नै हुन्छ र धेरै उत्पादन भयो भने नेपाली चामलले बाहिर बेचेर किसानहरूले पनि 2 रुपैयाँ बढी कमाउँछ र देशको पनि पहिचान हुन्छ। सो मेरो यही आग्रह छ नयाँ सरकारसँग कि सक्दो यो कुरामा ध्यान दिनुस्, सरकारमा आउने बित्तिकै योजनाहरू ल्याउनुस्, किनकि किसान खुश रह्यो भने देश जहिले खुश हुन्छ र किसान खुश रहेन भने देश कहिले खुश हुन सक्दैन।